टिफिन मैले यो लाउन गाई म अचारको लागि यहाँ सकिँदैन नि। हेलो गाइज एन्ड नमस्ते, वेलकम टु युट्युब च्यानल एन्ड ब्लग। आज चाहिँ हामी मुखबाङ गर्न गइरहेको छौँ। त्यसैले उहाँले चाहिँ किचनमा हुन्छ, उहाँलाई के रेडी गर्दै हुनुहुन्छ? वाउ, यहाँ देख्न सक्नुहुन्छ गाई अचार बनाउँदैछु। पिरो अचार पिरो भयो भने त के मजा आउँछ होइन गाई। र गाडी तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ अर्ग्यानिक तरिकाले पिनेको मैले यो मिक्सचर छ छान्नु त, तर मलाई अब यही अर्ग्यानिक राम्रो नि त। सिलौटा नेपालको सिलौटाको सिलौटा खुट्टा हुन्छ होइन सिलौटा। हेर्न सक्नुहुन्छ गाइस तपाईँहरूले कराईमा नजानु होला। यो थुक्पाको लागि रस र यहाँ मैले अचार रेडी गरेको छु मोमोको लागि। अब सके अब यस्तै खालको छ हाम्रो मोमो चाहिँ है त। हुन्छ हाम्रो मोमो पाकिसकेको छ। मोमो भएकोलाई हामी यसलाई के डेकोरेसन गर्दैछौँ अब। एक मक्टु सकिँदैन नि। यहाँ देख्न सक्नुहुन्छ मोमो। लु गाइस अचार लाउँदै गर्नुहोस् त। अचारको हाले धेरै नलाउनु होला मलाई। वेलकम ब्याक। मोमो एन्ड थुक्पा मुखबाङ हेर्न सक्नुहुन्छ हजुरहरूले। अब हामीले खाएको हुन्छ। कसले बनाउनु भएको यो सबै? यो सबै चाहिँ हाम्रो वैभा बाबाले बनाउनु भएको। ए म त मैले बनाएको भन्छ त। हम मालूम है तेरे बाप को मत सिखा चल। हेलो गाइस भाइ अब चाहिँ हामी खाँदैछौँ है त मोमोबाट स्टार्ट गर्छौँ। अनि कोल्ड ड्रिङ्क। अब खाएको ल गाइस। हामी चाहिँ स्टार्ट मोमोबाट गर्छौँ फर्स्ट टाइम। फर्स्ट बाइट कसलाई? मलाई होइन उहाँहरूलाई हौ। होइन उहाँहरूलाई हौ। तपाईहरुलाई खानु भन्दा आज अलिक टेस्ट भएछ झन् सुँगुरको जस्तो भएछ। भविष्यमा के गरेर पाला लाग्नु भने यस्तै मोमो बेचेर पनि बस्नुपर्छ है। तपाईहरु खाना आइदिनु होला। तपाईहरु खानामा एकदम दामी मोमो बनाउनुहुन्छ उहाँले। धन्यवाद। म त खाली दुईटा खाँदै आइसक्छु। यो पत्ता गर्नु त। आमामा कस्तो भन्दा दामी टेस्ट भएछ। घाटिनु कराएको तपाईँ त कुक गरेर गर्नु त। कति बजे स्टार्ट गरेको? 12 बजेदेखि। अहिले कति बज्यो? बज्यो होला 3-4 मा। पछि चाहिँ यो किन्नुपर्ने क्या माइक। अब यो हाम्रो आइज थुक्पा। भेज थुक्पा यो चाहिँ लाएर त्यो टाइम लाग्दैन यसलाई बनाउनु। अनि कस्तो टाइम लाग्छ है। थुक्पाको पालो कस्तो टेस्ट छ यसको चाहिँ। यसरी होला यसरी। म त्यसरी खान्छु नि त। फर्स्ट बाइट सँगै तपाईँहरूको लागि खाइने त। खाए ल। खाइम ल। थुक्न दिनुहोस् ल। पछि हजुरहरूलाई पनि टेस्ट गराउँछु। अचार खान्न? म यतिको ठिकै भएको। अस्ति भन्नु पनि होइन। अस्ति मैले अझै लानु छ अनि रोक्ने आफूले नलाउने मलाई उल्टै गाली गर्ने होइन। बुढो भएको छ होइन? अब अचार खाने नै बस खानु अचार पनि लादिएको थिएँ। लाएर खान्छ नि तर मलाई चाहिँ रोज दामी भएछ। अब रेड बुल्टा खानु सकिन्न। खानु पनि हुन धेरै रुमसँगै। एकछिन है यसको। 1 2 ओह थुक्पा। यो हो र थुक्पा। ओह थुक्पा। यो हो र थुक्पा। 2 1 त्यसको लागि है त। ल चेस चेस। कस्तो खसाएर लान्छ कहिले नभए। खसाएर लान्छ कहिले नभए। रोडको यो तातो तातो मोमो खानुहुँदो रहेछ। हजुर त्यस्तोले त खाँदैन। अचार चाहिँ खोइ भा अचार चाहिँ बोकाउँछ होला हौ म त। त्यस्तै हो अब लिम्बुनी हेर्दामा राम्रो के गरेको यो? मैले ब्लग बनाएको। यो टोपी लगाउँछु। को त्यो टोपी लाउने
यो टोपी लगाउनु पैसा ही पैसा होगा। खाल्दा मामा एकछिन मलाई कस्तो उयो भइरहेछ अनि म खान्छु त ल मैले यो तातो 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 मोमो फेरि मुख पिल्यो भने अस्ति मुख पिल्छेर पासेर यहाँ माथि छेउ क्या उठिरहेको थियो हेलो फाइनली गाइस हाम्रो मुकबाङ चाहिँ सकेको छ तर अझै एउटा काम बाँकी छ है पर्खिनु तपाईहरुलाई हामी देखाउँछौँ एहे रहा नहीं जाता। फाइनली गाइस हाम्रो मुकबाङ चाहिँ सकेको छ त्यसमा चाहिँ यो कार्यक्रम रहेको छ एकदम इन्होंने वक्त बदल दिया। मारो मुझे मारो मारो। देख्न सक्नुहुन्छ यो कार्यक्रम फेरि हामी सबै सकिसकेको छौँ फाइनली गाइस आजको हाम्रो ब्लग अर्थात् मुकबाङ ब्लग सिद्धिएको छ र हामी मुकबाङ गरेर नुहाइधुवाइ गरेर फ्रेस भएर अब अहिले चाहिँ राति भइसक्यो अब खाएको त पचाउनै पर्यो त्यही भएर यसो वक पनि हुन्छ अनि सानोतिनो मार्केट जाने काम पनि छ त्यही भएर हामी दुईजना जाँदैछौँ हाम्रो भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धन्यवाद त्यसरी नै माया साथ अनि सपोर्ट गर्नुहोला धन्यवाद धन्यवाद भन वेलकम के अरे थ्याङ्क यू फर वाचिङ